सम्माननीय सभामुख महोदय, सभाको शून्य समय, आकस्मिक समय र विशेष समयमा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित माननीय सदस्यज्यूहरूले राख्नुभएका जिज्ञासा तथा प्रश्नको जवाब दिन समय उपलब्ध गराउनु भएकोमा सम्माननीय सभामुखलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सम्माननीय सभामुख तथा माननीय सदस्यज्यूहरू, सर्वप्रथम नेपालको सम्पूर्ण किसान र उहाँहरूको परिवारलाई मेरो नमन। नेपालको सम्पूर्ण वन रक्षार्थ प्रत्यक्ष र परोक्ष संलग्न समुदाय, अभियन्ताहरू, वन रक्षक शहीदहरूलाई मेरो नमन। संरक्षणमा ज्यान गुमाउनु भएका 116 नेपाली सेनालाई मेरो नमन। सभामुख महोदय, यस सम्मानित बैठकमा माननीय संसदज्यूहरूले राख्नुभएको कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर समग्रमा दिन चाहन्छु। सर्वप्रथम रासायनिक मल सम्बन्धी प्रश्नको जवाफ यस प्रकार छ। मान्य सदस्यज्यूहरूले राख्नुभएको प्रश्नको जवाफमा चाहिँ नेपाल सरकारले लागत सहभागिताको आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको जानकारी गराउन चाहन्छु। चालु आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन मल आपूर्ति भइसकेको छ भने 4,63,107 मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ। गोदाममा रहेको र नेपाल भित्री सकेको गोदाम इन्ट्री हुन बाँकी रहेको गरी हाल 1,44,585 मेट्रिक टन मल मौजदार रहेको छ। चालु आर्थिक वर्षको असारसम्मको अवधिमा कुल करिब 6 लाख मेट्रिक टनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्ध गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिणाम हुनेछ। मान्य सदस्यज्यूहरू, हामी सबैलाई जानकारी नै छ, जारी मध्यपूर्वको द्वन्द्वको कारण मलको उत्पादन एवं आपूर्तिमा समस्या एवं मलको मूल्यमा उच्च वृद्धि भएको छ। यस परिस्थितिमा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी सम्झौता भइसकेको 1,87,000 मेट्रिक टन मल आउन सकेको छैन। मान्य सदस्यज्यूहरू, नजिकै आइसकेको धान रोपाइको सिजनमा मलको अभाव नहोस् भनेर मन्त्रालयको विशेष ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु। यस क्रममा मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नको लागि मन्त्रालयले ताकेता गरेको पनि जानकारी गराउन चाहन्छु। यसै गरी मित्र राष्ट्र भारतसँग G2G खरिद माध्यमबाट 50,000 मेट्रिक टन मल खरिद गर्न मन्त्री परिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी सोही अनुसार मलको खरिद प्रक्रिया सुरु गरिएको मान्य सदस्यहरूलाई जानकारी गराउन चाहन्छु। साथै मलको सन्तुलित प्रयोग र प्राङ्गारिक तथा जैविक मल प्रयोगलाई जोड दिन जानकारीमूलक सूचना देशभर प्रवाह गराइएको कुरा जानकारी गराउन चाहन्छु। यसको अलावा सबै कृषकले बिना भेदभाव सजिलै मल पाउने सुनिश्चित गर्न एवं अनुदानको मलमा हुन सक्ने अपचलन रोक्न मल वितरण कार्यलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका 2082 कार्यान्वयनमा रहेको छ भने मलको कोटा वितरण एवं सहकारी र अन्य डिलरहरूबाट बिक्री हुने अनुदानको मलको स्टकको अवस्था तथा मल पाउने किसानको वितरण सर्वसाधारणलाई हेर्न मिल्ने गरी मल व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याइएको छ। साथै कृषकलाई मल वितरण गर्ने जिम्मा स्थानीय तह अन्तर्गतका सहकारी तथा डिलरहरूमा रहेको हुँदा पारदर्शी रूपमा मल वितरणको लागि सहयोग गर्न गृह मन्त्रालयलाई समेत पत्राचार गरिएको माननीय सदस्यज्यूहरूलाई जानकारी गराउन चाहन्छु। यसै गरेर अर्को प्रश्न बिउबिजन सम्बन्धी प्रश्नतिर म जान चाहन्छु। नेपालमा बिउबिजन उत्पादन कार्यमा संलग्न हुने सरकारी, निजी तथा सहकारी लगायतका सबै सरकारवालाहरूलाई आवश्यक पर्ने स्रोत बिउको उपलब्धता सुनिश्चित गर्न बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले चालु आर्थिक वर्ष 2082-83 मा धानको 215 मेट्रिक टन र गहुँको 665 मेट्रिक टन र मकैको 19 मेट्रिक टन, मसुरको 2.48 मेट्रिक टन, तोरीको 15.18 मेट्रिक टन
तोरीको 5.18 मेट्रिक टन स्रोत बिउ डिजिटली इनेबल्ड सिड इन्फर्मेसन सिस्टम मार्फत उपलब्ध गराई बिउ उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी माननीय सदस्यज्यूहरूलाई गराउन चाहन्छु। यसरी बिउ बिजन उपलब्ध गराउने सिलसिलामा स्रोत बिउ माग गर्ने सबै संस्था निकायलाई बिउ उत्पादन गर्ने क्षेत्रफलको आधारमा समानुपातिक रूपमा वितरण गरिएको हुँदा हाल सबै भूगोल र क्षेत्रमा बिउ उत्पादन कार्य सहज रूपमा सञ्चालन भइरहेको छ। मान्य सदस्यहरू, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी बिउ बिजनको प्रवर्धन गर्न विकास भएका बिउ बिजनलाई मात्र लक्षित गरी स्रोत बिउ उत्पादनमा बढीमा 30%, उन्नत बिउ उत्पादनमा प्रति केजी प्रोत्साहन अनुदान 50% र आम कृषकमाझ उन्नत बिउको प्रयोगमा 50% मूल्य अनुदान उपलब्ध गराउन विशेष कार्यक्रम सञ्चालन रहेको जानकारी गराउन चाहन्छु। यसै गरी उखुमा अनुदान तथा उखु बिक्री र चिनी मिल सञ्चालन सम्बन्धी प्रश्नको उत्तरतर्फ म जान चाहन्छु। उखु किसानको भुक्तानी समाधानको लागि मन्त्रालय गम्भीर रहेको जानकारी गराउन चाहन्छु। कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानको समस्या समाधानका लागि उखु किसान तथा चिनी उद्योगको समस्या पहिचान र समाधानको उपाय सिफारिस गर्न दीर्घकालीन समस्या समाधान समिति गठन गरेको र सो समितिबाट हाल सञ्चालनमा रहेका 14वटा चिनी उद्योग तथा उखु उत्पादक कृषकसँग छलफल गरी प्रतिवेदन तयारीको अवस्थामा रहेको, नेपाल सरकारले निर्धारण गरेको न्यूनतम खरिद मूल्यमा चिनी उद्योगीहरूले उद्योगको उत्पादन क्षेत्रबाट उखु खरिद गरी किसानलाई उच्च रिकभरी दर भएका जात लगाएको खण्डमा रु 15 प्रति क्विन्टल थप गरी भुक्तानी दिने गरेको। त्यसै गरेर चालु आर्थिक वर्ष 2082-83 मा उखु कृषकलाई उखु मिल उद्योगीबाट करिब 13 अर्ब 42 करोड भुक्तानी हुनुपर्नेमा 9 अर्ब भुक्तानी भइसकेको, यो चाहिँ 60% जति भुक्तानी भइसकेको र बाँकी रकम यसै आर्थिक वर्षमा भुक्तानी हुने प्रतिबद्धता प्राप्त भएको जानकारी गराउन चाहन्छु। नेपाल सरकारले उखु कृषकलाई दिने अनुदान रकम प्रति क्विन्टल रु 70 सम्बन्धमा अपुग भएको रकमलाई रकमान्तरण गरी यसै आर्थिक वर्षको जेठ मसान्तसम्म भुक्तानी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको अवगत गराउन चाहन्छु। मान्य सदस्यज्यूहरू, अनुगमनका क्रममा उखु बिक्रीमा समस्या भएको गुनासो कृषकबाट नआएको तर चिनी उद्योगहरूको कृषकले न्यून रिकभरी दर भएका जात लगाउँदा रिकभरी 7 देखि 9% सम्म रहने गरेकोले मूल्य निर्धारण रिकभरी दरको आधारमा हुनुपर्ने माग रहेको छ। कृषकलाई उच्च रिकभरी दर भएका जातहरू लगाउन प्रोत्साहन गरी उखु उत्पादन क्षेत्रफल विस्तार गर्ने प्रयास भएको र उत्पादन परिणामको अध्ययन भइरहेको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। यसै गरी कृषि वस्तुले मूल्य नपाएको र कृषि बजार सम्बन्धी प्रश्नको उत्तरतर्फ लाग्न चाहन्छु। मान्य सदस्यज्यूहरू, कृषि वस्तुले उचित मूल्य नपाएको सन्दर्भमा मन्त्रालयले यसको समाधानका लागि विशेष जोड दिएको अवगत गराउन चाहन्छु। कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा नेपाल सरकारबाट प्रमुख खाद्यान्न बाली वर्षे, चैते, मकै वर्षे र गहुँ न्यूनतम समर्थन मूल्य तथा औद्योगिक बाली उखु र कफी न्यूनतम खरिद मूल्य निर्धारण हुने गरेको विषय मान्य सदस्यज्यूहरूलाई अवगत नै छ। न्यूनतम मूल्य निर्धारण तथा न्यूनतम खरिद मूल्य निर्धारण गर्दा उत्पादन लागत, न्यूनतम मुनाफा र फर्मदेखि स्थानीय बजारसम्म लाग्ने ढुवानी खर्च बापतको रकमलाई विश्लेषण गरी निर्धारण गर्ने गरिएको छ र मिति 2083 वैशाख 16 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका 2082 जारी गरी निर्धारण प्रक्रियालाई वैज्ञानिक तथा तथ्यपरक रूपमा गर्दै आइरहेको जानकारी यस सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। नेपाल सरकारले आर्थिक वर्ष 2082-83 मा न्यूनतम समर्थन मूल्य वर्षे र चैते गहुँ प्रति क्विन्टल तपसिल बमोजिम निर्धारण गरिएको मान्य सदस्यज्यूहरूलाई अवगत नै छ। यसमा धान चैतेमा चाहिँ 2856.49 प्रति क्विन्टल र वर्षेमा चाहिँ धान वर्षेमा चाहिँ मोटा धानमा 3660 प्रति क्विन्टल र मध्यममा 3860 प्रति क्विन्टल गरी राखिएको छ। गहुँ प्रति क्विन्टल 3945
प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य कायम गरिएको छ। केही खाद्यान्नको हकमा छिमेकी मुलुकमा भन्दा बढी नै मूल्य निर्धारण गरी मूल्य तोकेको छु। यसले नेपाली किसानलाई ठूलो राहत प्रदान गर्ने विश्वास लिएको छु। मान्य सदस्यज्यूहरू, कृषि तथा बजार व्यवस्थापनको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न बाली र रैथाने जातका बाली हुम्ला, मुगु, भोजपुर लगायतका जिल्लाबाट सिमी, चिनो, कागुनौवा, कोदो आदिहरूको खरिद कार्य भइराखेको जानकारी गराउन चाहन्छु। कृषि बजारलाई व्यवस्थित गर्नको लागि कृषि थोक बजारहरूबाट दैनिक मूल्य सूची AMPIS प्रणाली कृषि विभागबाट सार्वजनिक गर्ने गरिएको छ। त्यसै गरेर कृषि थोक बजारहरूमा कम्तीमा 10% स्टल किसान समूह र सहकारी मार्फत बिक्री वितरणका लागि अनिवार्य रूपमा किसान सेटका लागि छुट्याउनु पर्ने व्यवस्था लागू गरिएको छ। साथै स्थानीय तहमा सञ्चालित हाट बजारहरूमा 50% क्षेत्र स्थानीय उत्पादन बिक्रीका लागि उपलब्ध गराउनु पर्ने निर्णय गरी स्थानीय तहलाई कार्यान्वयनका लागि पत्राचार गरिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। DDCलाई दुध बेच्ने किसानलाई मङ्सिरदेखि भुक्तानी रोकिएकोमा यो महिना मङ्सिरदेखि माघसम्मको रु 18 करोड भुक्तानी गरिसकिएको र बाँकी 20 करोड असार 15सम्म भुक्तानी गरी दुग्ध किसानको मुहारमा खुसी ल्याउने गरी प्रयत्न गरिराखिएको छ र यस पश्चात दुध व्यवसायीहरूको नियमित भुक्तानीको सुनिश्चितता गरिएको छ। सामुदायिक पशु चौपाया व्यवस्थापन सम्बन्धी प्रश्नमा चाहिँ म सामुदायिक पशु तथा चौपाया व्यवस्थापन गर्नुपर्ने विषयका सम्बन्धमा अवगत रहेको जानकारी गराउन चाहन्छु। मान्य सदस्यज्यूहरू, स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 11 र 12 मा स्थानीय तहहरूलाई सामुदायिक पशु चौपायाको नियन्त्रण तथा व्यवस्थापनको अधिकार दिएको छ। सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि स्थानीय तहहरूले गौशाला स्थापना गरी सञ्चालन गरिरहेका छन् भने सङ्घीय सरकारबाट समेत मागमा आधारित रहेर केही स्थानीय तहलाई सशर्त वित्तीय हस्तान्तरण मार्फत गौशाला निर्माण तथा सञ्चालनका लागि उपलब्ध स्रोतको अधीनमा रही स्रोत उपलब्ध गराउने गरिएको छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा सो कार्यका लागि स्थापना भएका गौशालाहरूलाई नियमित पृष्ठपोषण, अनुगमन तथा अन्य व्यवस्थापकीय सहयोग समेत गर्ने गरिएको छ। तथापि त्यस्ता गौशालाहरूमा अत्याधिक पशु रहनु र गौशाला सञ्चालनका लागि उपयुक्त जनशक्ति तथा आर्थिक स्रोतको उपलब्धताको लागि दीर्घकालीन योजना नहुँदा प्रभावकारी रूपमा गौशाला सञ्चालन हुन सकेका छैनन्। सामुदायिक पशु व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन र अन्तरपालिका बीचको समन्वयमा साझा रूपमा प्रभावकारी एवं दीर्घकालीन व्यवस्थापन, उत्पादनमुखी तथा आत्मनिर्भर गौशाला निर्माण र सञ्चालनका लागि स्रोतको विनियोजन गरिएको छ। पशु कल्याण तथा गौ संरक्षण सम्बन्धी कानुन बनाई लागू गर्नु आवश्यक देखिएको सन्दर्भमा पशु कल्याण विधेयक तयार भइसकेको जानकारी गराउन चाहन्छु। कृषि औजार र प्रवर्धन सम्बन्धमा मान्य सदस्यज्यूहरू, कृषि औजारहरूमा 50% भन्सार छुटको व्यवस्था रहेको र कृषि औजारमा कृषकको सहज पहुँचका लागि कृषि औजार प्रवर्धन कार्यक्रम मार्फत 50% अनुदानमा कृषकलाई वितरण गर्ने गरिएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। त्यसै गरेर रैथाने बाली सम्बन्धमा, रैथाने बाली प्रवर्धन कार्यक्रम आगामी आर्थिक वर्षमा 58 पालिकामा, जैविक विविधता संरक्षण तथा सामुदायिक बिउ बैंक सुदृढीकरण कार्यक्रम 59 पालिकामा, मकै बिउ उत्पादन 27 वटा पालिकामा, चैते धान 54 पालिकामा, व्यावसायिक मकै उत्पादन कार्यक्रम 10 वटा पालिकामा र गहुँको बिउ उत्पादन कार्यक्रम 12 पालिकामा, मसिना तथा बास्नादार धान प्रवर्धन कार्यक्रम 10 पालिकामा र उन्नत बिउ प्रोत्साहन अनुदान कार्यक्रम 154 पालिकामा सञ्चालनमा ल्याउन लागि जानकारी सम्बन्धित सदनमा जानकारी गराउन चाहन्छु। यसै गरी काठमाडौँ उपत्यकामा मात्र 10 वटा भन्दा बढी रैथाने हाट बजार सञ्चालनमा रहेका छन् र नेपाल सरकारबाट छुर्पी, मस्यौरा, गुन्द्रुक जस्ता परम्परागत खाद्य पदार्थको अनिवार्य मापदण्ड तयार भई कार्यान्वयनमा रहेको सन्दर्भमा यसले निर्यात व्यापारलाई सहजीकरण गर्न सहयोग पुग्नेछ। रैथाने बालीलाई पहिलो पटक अन्तर्राष्ट्रिय पहिचान दिलाउन जियोग्राफिकल इन्डिकेसन GI भौगोलिक सङ्केत
लिने तयारीमा छौँ। यसले नेपाली कृषि सामग्रीको गुणस्तर र मान स्थापित भई बजार विस्तारमा टेवा र नेपाली कृषि सामग्रीको प्रतिष्ठा बढाउने विश्वास लिएको छु। र यसै गरेर बाँदर तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धमा मान्य सदस्यज्यूहरूले सोधेको प्रश्नमा चाहिँ नेपालले जैविक विविधता संरक्षणको क्षेत्रमा पुर्याएको योगदानको प्रतिफल स्वरूप नेपालले वनस्पति वन्यजन्तु संरक्षण र यसको वृद्धिमा उल्लेखनीय सफलता हासिल गरेको छ। यसका बावजुद पछिल्ला दिनहरूमा मानव र वन्यजन्तु द्वन्द्वको घटना वृद्धि भएको छ। फलस्वरूप हात्ती, बाघ, भालु, हिउँ चितुवा लगायत जीवधनको क्षति र बाँदर, बँदेल, नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट कृषि बालीमा उल्लेखनीय क्षति भइरहेको छ। यस सन्दर्भमा मान्य जीवहरूले उठाउनु भएको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनको विषयमा मन्त्रालय संवेदनशील छ। मानव वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका 2080 बमोजिम बाँदर, नीलगाई लगायतका 16 प्रजातिका वन्यजन्तुबाट भएका क्षति राहत वितरण कार्यक्रम भइराखेको छ। वन्यजन्तुबाट भएको मानवीय क्षतिको राहत स्वरूप मृतकका परिवारलाई रु 10 लाख दिने व्यवस्था कार्यान्वयनमा छ। नेपाल सरकारले मिति 2082 माघ 29 गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरी त्यस्ता जङ्गली रातो बाँदरले निजी खेतीबारीमा क्षति पुर्याएकामा धनीले तोकेको शर्तहरू पुरा गरी बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन सक्ने व्यवस्था रहेको छ। मानव वन्यजन्तु द्वन्द्व बाँदर व्यवस्थापनका लागि मन्त्रीस्तरीय निर्णयअनुसार 2083 जेठ 4 गते एक उच्च स्तरीय कार्यदल ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट टास्क फोर्स गठन भई काम अगाडि बढेको छ। यस टास्क फोर्सले 3 महिनाभित्र अध्ययन अनुसन्धान गरी अल्पकालीन, मध्यकालीन, दीर्घकालीन समाधानको उपायको बारेमा योजना पेश गर्नेछ। मानव वन्यजन्तु न्यूनीकरणका लागि राष्ट्रिय निकुञ्ज र आरक्षभित्र वासस्थान व्यवस्थापन, छेकबार निर्माण, वन्यजन्तु अनुगमन र राहतका लागि यस वर्षबाट मानव वन्यजन्तु सहअस्तित्व कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने नीति मन्त्रालयले लिएको छ भन्ने सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। त्यसै गरेर आज मात्रै सम्माननीय सभामुख महोदय, आज मात्र कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमण परेर घाइते हुनुभएका घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। साथै मैले बिहान मात्रै सम्बन्धित कार्यालयमा आवश्यक समन्वयको लागि निर्देशन दिएको जानकारी गराउन चाहन्छु। वन पैदावारको उपभोगबारे मैले चाहिँ प्रश्नमा चाहिँ सङ्घ, प्रदेश र वन उपभोक्ता समूहले संयुक्त प्रयासबाट वनको क्षेत्र बढाउन सफल भएका छौँ। हालको वनको क्षेत्रफल 46.08% छ। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दिगो वन व्यवस्थापन मार्फत काठ, जडीबुटी, कार्बन व्यापार, पर्यटन तथा वनमा निर्धारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गर्ने सङ्घीय संसदले पास गरिसकेको छ। नेपालका सबै प्रकारका वनबाट वार्षिक रूपमा करिब 3 करोड घनफिट काठ उत्पादन हुन्छ। स्वदेशी काठ प्रयोगमा प्राथमिकता दिन 2082 चैत 28 गते मन्त्री स्तरीय निर्णय भएको छ। आर्थिक वर्ष 2083-84 करिब 1 खर्ब काठ बेच्ने लक्ष्य राखेको छु। यसले नेपाली बजारको माग मात्र पुरा नगरी विदेशमा निर्यात पनि हुनेछ र काठमा पूर्ण रूपमा आत्मनिर्भर नेपाल हुनेछ भन्ने विश्वास लिएको छ। वन र निकुञ्जको अतिक्रमित जग्गाबारे वन अतिक्रमण राष्ट्रिय समस्या बनेको हुँदा यसमा मन्त्रालयको विशेष ध्यान आकर्षण भएको छ। साथै प्रदेशलाई अतिक्रमित क्षेत्रको रूपमा अतिक्रमित क्षेत्रको बारेमा सत्य तथ्य पहिचान गरी तथ्याङ्क उपलब्ध गराउन पत्राचार गरिएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। तथ्याङ्क प्राप्त हुनसाथ मन्त्रालयले कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी गराउँदछु। यसका साथै आरक्षित पीडितहरूको पहिचान गरी र राहत व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने जानकारी गराउँदछु। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आतङ्कबारे प्रश्न आएको थियो। यस सन्दर्भमा बर्दिया राष्ट्रिय निकुञ्जमा मानव तथा बाघ द्वन्द्वका घटनाबारे माननीय ज्यूहरूले उठाउनु भएको विषयप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको छ। माननीय सदस्यज्यूहरूले बाघले बस्तीमा पसी जीवधनको नोक्सानी गरेको थाहा पाउन साथ
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट प्राविधिकहरू खटी बाघलाई नियन्त्रण गर्ने कार्य तदारुकताका साथ गरिएको छ भने बाघबाट क्षति भएको मृतक परिवारलाई रु 10 लाख राहत र घाइतेको उपचार वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 बमोजिम वितरण भइरहेको जानकारी गराउन चाहन्छु। यसका साथै बाघको वासस्थान सुधार, स्थानीय जनताको जीविकोपार्जन सुधारका कार्यक्रम मन्त्रालय र सहयोगी संरक्षण साझेदारहरूबाट भइराखेको बेहोरा सम्मानित सदनमा जानकारी गराउँदै माननीयज्यूहरूले व्यक्त गर्नुभएको चिन्ता, चासो र सुझावलाई मन्त्रालयले हार्दिकतापूर्वक ग्रहण गरेको छ। संरक्षण क्षेत्र, अन्नपूर्ण क्षेत्रको उचित निगरानीबारे प्रश्न आएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषबाट व्यवस्थापन भइराखेको नेपालको पहिलो र सबैभन्दा ठुलो अन्नपूर्ण संरक्षण क्षेत्र पदमार्गी र हाई एन्ड टुरिज्मका लागि विश्वविख्यात छ। दिगो व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय ख्याति कायम राख्न र स्थानीय रोजगारी एवं जीविकोपार्जनमा उल्लेखनीय योगदान पुग्ने गरी यसको व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालय प्रतिबद्ध रहेको छ। यस दिशामा मन्त्रालयले कार्य गरिरहेको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। यसै गरेर गम्भीर रूपमा जलवायु परिवर्तनले बढाएको गर्मी तापक्रमबारे प्रश्नको जवाफ दिन चाहन्छु। जलवायु परिवर्तन विश्वव्यापी एजेन्डा भएको हाम्रो देश नेपाल हिमाली भूपरिवेष्टित मुलुक भएकोले न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनका असर प्रभावसँग जुझ्नका लागि नेपालले राष्ट्रिय जलवायु नीति 2076, राष्ट्रिय अनुकूलन योजना 2078 र तेस्रो राष्ट्रिय निर्धारित योगदान NDC 3 सम्बन्धित नीतिगत व्यवस्था गरी जलवायु अनुकूलन तथा न्यूनीकरणका लागि विषयगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तहबाट जलवायु सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन हुँदै आएका छन्। जलवायु हरित कोषबाट प्राप्त रकमबाट सञ्चालित आयोजना चुरे क्षेत्र र गण्डकी बेसिनमा कार्यान्वयन हुँदै आएका छन्। त्यसै गरी हिमाली क्षेत्रको लागि केही महिना अगाडि मात्र एउटा आयोजना स्वीकृत भएर कार्यान्वयनको चरणमा गएको छ भने अनुकूलन कोषबाट स्वीकृत आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशमा जलवायु परिवर्तनको उच्च जोखिममा परेको क्षेत्रलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। इलाम र काभ्रेमा आएको बाढी पहिरो र यसले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने गरी विपद प्राधिकरणबाट कार्यान्वयन हुने गरी हानि नोक्सानी कोष लस एन्ड ड्यामेज फन्डमा 20 मिलियनको आयोजना प्रस्ताव गरिएको छ। नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनमा परेको प्रभावको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने गरी नेपाल सरकारले गत वर्ष सगरमाथा संवाद आयोजना गरेको थियो। आउँदा वर्षमा पनि जलवायु परिवर्तन र यसले नेपाल र नेपालीलाई परेको असरको बारेमा जनचेतना गराउने र जलवायु अनुकूलनका कार्यहरू कार्यान्वयन तथा जलवायु न्यायका लागि प्रयास गर्ने विश्वास दिलाउन चाहन्छु। यस वर्षको जुनमा जलवायु सम्मेलन अन्तर्गत माउन्टेन एन्ड क्लाइमेट चेन्ज संवादमा अन्तर्राष्ट्रिय फोरममा देखिएका समस्याबारे आवाज उठाउने सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। जलवायु परिवर्तनले हिमालदेखि तराई र पूर्वदेखि पश्चिमका सबै तह तबकाका क्षेत्रमा पनि महिला, आदिवासी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र लैङ्गिक अल्पसङ्ख्यक LGBTQIA+ व्यक्तिलाई लगायत सबै सँगै साथ लिएर मन्त्रालयले कार्य गर्ने उद्देश्य रहेको बेहोरा जानकारी गराउन चाहन्छु। नेपालको हिमाली क्षेत्रमा भइराखेको प्लास्टिक लगायतका प्रदूषण सफाई गर्ने विषयमा संरक्षण साझेदार निकायहरूसँग समन्वय तथा सहकार्य भइराखेको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। त्यसै गरेर EIA र जग्गा भोगाधिकार प्रक्रियाका सहजीकरणबारे प्रश्नमा चाहिँ वातावरण संरक्षण ऐन 2076 र वातावरण संरक्षण नियमावली 2077 बमोजिम विकास आयोजना सञ्चालन गर्नुपूर्व वातावरणीय अध्ययन प्रतिवेदनहरू स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ। विकास आयोजनाहरूको वातावरणीय अध्ययन तथा वन क्षेत्रको जग्गा भोगाधिकार दिने विषयमा सहजीकरण गर्ने सन्दर्भमा मेरो पदभार ग्रहण गरेदेखि हालसम्म 5 वटा आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन EIA, 2 वटा आयोजनाको वातावरणीय व्यवस्थापन आयोजना EMP र एउटा आयोजनाको SDTOR स्वीकृत भएको। यसै गरी 13 वटा आयोजनाहरूलाई 150.351 हेक्टर वन क्षेत्र प्रयोग गर्न र उक्त जग्गामा भएका 11,963 वटा रुख बिरुवा हटाउन नेपाल सरकार मन्त्री परिषदबाट निर्णय भएको छ।
कञ्चनपुर जिल्लामा रहेको दैजी छेला औद्योगिक क्षेत्रमा वन क्षेत्रको जग्गा उपलब्ध गराउने विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ। सम्माननीय सभामुख महोदय, आज यस सम्मानित सदनमा मान्यज्यूहरूले आज कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत उठाउनु भएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसको समाधानको लागि म छिटोभन्दा छिटो पहल गर्नेछु। र अन्तिममा फेरि पनि म स्मरण गर्न चाहन्छु, झन्डै 1,90,00,000 किसान र आश्रित परिवार रहेको कृषि क्षेत्र र सम्पूर्ण नेपालीलाई भरणपोषण गर्ने किसानको नेपालमा खाद्य सुरक्षा र खाद्य आयात प्रतिस्थापनमा निकै ठुलो योगदान रहेको छ। मुलुक तपाईहरूको मेहनतप्रति कृतज्ञ छ। आफ्नो ज्यान जोखिममा राखी अहोरात्र वन र वन्यजन्तुको सुरक्षामा खटिने वनरक्षक र नेपाली सेनाको 51 वर्षको योगदानप्रति पनि मुलुक र मन्त्रालय कृतज्ञ छ भन्दै आफ्नो कुरा यहीँ राख्न चाहन्छु। धन्यवाद।